यो पुलको ठेक्का हो बागेश्वरी कन्स्ट्रक्सन। यसका ठेकेदार हुन् यज्ञ खत्रीजी। हेर्न सक्नुहुन्छ तपाईँहरूले यो खोलाले कतिसम्म दुःख दिइरहेको छ भन्ने कुराहरू, बस्तीलाई कति अप्ठ्यारो परेको छ भन्ने कुराहरू हो। म भ्लग बनाउँछु, मैले कन्टेन्टहरू बनाउँछु, तर सबै कुराहरूका कन्टेन्टहरू बनाउँछु मैले, एउटा कुराहरूको मात्रै होइन। ल हेर्नुहोस् यो पुल कति वर्ष भयो अस्तव्यस्त भएको। यसको ठेक्का हो तपाईँको 75-76तिरको ठेक्का हो अहिलेसम्म, तर पनि यो पुल अझ पनि अस्तव्यस्तै रूपमा छ। भन्दा त पिलर 2वटा मात्रै गाडिएको छ, 3वटा पिलर हुन्, 3वटा पिलरसम्म पनि गढेका छैनन् यसका। र यसरी जनताले कहिले सेवा पाउने, कहिले ठेकेदारहरूबाट, कहिले राजनीतिकबाट, अझै पनि जनताहरू चेपिरहने, हेपिरहने मात्रै हो। र कहिले पाउँछ त जनताले सुख। हेर्नुहोस् 2वटा पिलर मात्रै गाडिएका छन् यसका। खोलाले कहिले यता दौड्छ त कहिले उता दौड्छ। र यसै गरी जनता सधैँ मारको मारमा के सधैँ यसै गरी जनता मात्रै मारमा पर्ने हुन् त? ल हेर्न सक्नुहुन्छ तपाईँहरू, मैले देखाइराखेको छु। र केही समय पछाडि म तपाईँहरूलाई देखाउने छु अझै पनि। यो हेर्नुहोस् सरिया चाहिँ माथि सरियालाई खिया लाग्ने बेला भइसक्यो। तर किनकि मेन ठेकेदारले, मैले सुन्नमा आएको, मेन ठेकेदारले पैसा नदिएर यो पुल अझै पनि अड्किरहेको छ। पेटी ठेकेदार हेर्न सक्नुहुन्छ। यो खोला कहिले एकातिर दौड्छ, कहिले एकातिर दौड्छ। पुल बनाएर एउटै बाटोतिर खोला हाल्यो भने त्यसपछि गाउँलाई केही राहत, बस्तीलाई केही राहत हुने हो। कहिले कता दौड्छ, कहिले कता दौड्छ। बर्खाको दिन छ, रातभरि निन्द्रा लाग्दैन, हामी यसरी बस्नु परेको छ। दर्दनाक अवस्था समेत हामीले भोगेर बस्नु परेको छ। तपाईँहरूले देख्न सक्नुहुनेछ। यो अब म तपाईँहरूलाई देखाइरहेको छु। यो खोला हो गिद्धे खोला। यो हो सुर्खेत भेरीगङ्गा 5 गेरु अनि बनगाउँको पुल अस्तव्यस्त रूपमा छ अझै पनि। कहिले बन्छ त? यो हो बनगाउँतिरको बस्ती। मैले तपाईँहरूलाई बनगाउँतिरको बस्ती पनि जोखिममा छ। खोलाले कहिले कहाँ दौड्छ त कहिले कहाँ दौड्छ, कहिले उता पो जान्छ कि भन्ने डर पनि होला उहाँहरूलाई। सबैलाई त्यस्तै छ। यो खोलाका 2वटा भागहरू तल बग्ने भागहरू देखाएँ मैले। अनि त्यसपछि अब एकछिन केही बेर पछाडि फेरि मैले तपाईँहरूलाई गाउँको रमणीय दृश्य देखाउने छु। अलिकति होइन, रोपेर सबै ठाउँ भ्याइएको छ। आज यहाँ माथि चोकटेमा अलिकति बाँकी थियो, रोपाइ हुँदै रहेछ। त्यहाँ हामीले अलिअलि गोरु हिँडेको पनि देख्न सक्छौँ होइन। त्यसपछि लगतै अब अटो आइरहेको छ र अटो कहाँसम्म पुग्छ भन्ने कुरा हो। ल हेर्नुहोस् है, तपाईँहरूले अटो आइरहेको छ, अटो त हिँडेको देख्नु भएको छ, तर अटो आफ्नो गन्तव्यसम्म अटो पुग्दैन। तपाईँहरूले हेर्न सक्नुहुनेछ। म तपाईँहरूलाई केही छिनमा देखाउने छु। फेरि मैले क्यामेरा उतै ब्याक गरेँ, फेरि बनगाउँको बस्तीतिर देखाएँ, हाम्रो बस्तीको नजिकै आएँ। फेरि तपाईँहरूलाई देखाउँदैछु यो पुल कहिले निर्माण होला त? हेर्न सक्नुहुनेछ, तपाईँहरूले भन्न सक्नुहुनेछ। यसको जवाब चाहियो हामीलाई ठेकेदारसँग, मेन ठेकेदारसँग, होइन त जनताले के चाहेको छ भन्ने कुरा। र हेर्नुहोस् यी बस्तीहरू अप्ठ्यारामा परेका छन्। यहाँनिर देख्न सक्नुहुनेछ तपाईँले स्पष्टै, हेर्न सक्नुहुनेछ तपाईँहरूले। अब रह्यो यो अटो हेर्नुहोस्। अटो वरै रोकियो, चालकले अब त्यहीँ रोकेर सवारी झारेर सवारी पैदल जाँदै हुनुहुन्छ। अटो चालकले कोट लगाउँदै हुनुहुन्छ। आफ्नो घरमा समेत लग्न नपाएर बाटैमा राखेर हिँड्नुपर्ने, बाटैमा छोडेर हिँड्नुपर्ने अवस्था छ। सवारी चाहिँ पैदल हिँडिराख्नु भएको छ। देख्न सक्नुहुनेछ तपाईँहरूले। कहिले बन्छ त्यो पुल?